हेलो गाइस, वेलकम टु माई ब्लग है। फेरि पनि नयाँ भिडियो लिएर तपाईँहरू सामु उपस्थित भएको छु है। नयाँ भिडियो ल्याएर म चाहिँ अहिले चिया खाँदैछु। यहाँ चिया खाँदैछु। आज चाहिँ मेरो एउटा स्पेसल प्लान छ बाहिर मेरो। म चाहिँ आज लगभग बिहानै 7:30 बजे रेडी भएर अहिले आएको छु बिहानको टाइममा। तपाईँहरूमा टाइममा आएको छु। आज चाहिँ हाम्रो स्पेसल है, एउटा स्पेसल ब्लग छ आज। मेरो रेडी गर्नु होला, कन्टिन्यू वाच गर्नु होला है। म चाहिँ मेरो दाइ मेरो आदरणीय दाइ है, होस् भनौँ होइन, एकदम आत्मीय मिलनसार दाइ जयराम दाइकोमा आएको छु म। जयराम दाइकोमा बस्दैछु अहिले चाहिँ। दाइ रेडी हुनुहुन्छ। दाइ चाहिँ रेडी हुनुभएपछि चाहिँ हामी चाहिँ बिस्तारै लाग्नेछौँ है स्टेपा चोकतर्फ। जुन चाहिँ खास भन्नुपर्दा चाहिँ आज हामी पिकनिक जान लाग्यो है। पिकनिक जाने अगाडि चाहिँ अब म चाहिँ अरूहरूलाई यसो यो भिडियो देखाउँछु। म चाहिँ चिया पिउँदैछु, दाइको वेटिङमा छु। दाइ चाहिँ अलिक बिस्तारै लुगा लगाएर तयारी हुनुहुन्छ है। दाइ चाहिँ एकदम झिल्के भएर लुगा लाउँदै हुनुहुन्छ है यहाँ दाइ चाहिँ। अब दाइ चाहिँ एकदम ज्याकेट, नर्थ फेस ज्याकेट लगाएर है, पुमा टी सर्ट लगाएर अलिकति झिल्के मिल्के भएर है। दाइ चाहिँ हेर्नु ल, टक्क स्मार्ट हुन्छ दाइ। ठिक छ दाइ, टक्क स्पोर्टी स्टाइल डिजाइन भयो नि, टक्क स्पोर्ट स्टाइल ल। हाम्रो दाइ चाहिँ एकदम कमेडी हुनुहुन्छ है। आज एकदम रमाइलो गर्नुहुन्छ दाइले, स्पेसली हेर्नु है ल। झकास छ दाइ, एकदम दामी छ। ठिक छ दाइ, जाडोमा अहिले सट्ट फुकाल्नु सजिलो है। ल ऐना हेर्दै हुन्छ दाइ चाहिँ यहाँनिर है, कस्तो लुक्स कस्तो भइसकेर दाइ चाहिँ ऐना हेर्दै हुन्छ। चिया खानु तपाईँ। ल म चाहिँ यो शरणपुर चोक भन्छ यसलाई है, शरणपुर चोक स्टेपा चोकबाट थोरै माथि हो। यो चाहिँ अलिकति बिजी रोड हो है, बिहान र बेलुका, किनकि गाडीहरू आवाज जावत गर्छ है यो रोडमा। किनकि खानकोट नाका र यो भिङढुङ्गा सिटापाला नाकाबाट पनि प्रायः जस्तो पूर्व पश्चिम राजमार्गको गाडी घुमेर जुन गाडी चाहिँ पूर्व पश्चिममा राख्नुपर्ने त्यो गाडी पनि राख्छ। कस्तो हर्न बजायो मलाई बिहान बिहान। ल हामी चाहिँ अब बिस्तारै अहिले लाग्छौँ। यो तलतिर चाहिँ सिटापाली जाने बाटो हो है गाइस। म चाहिँ लगभग टाइम भइसक्यो, अब 8 साढे 8 निस्किन्छ हामी। गाइस हामी चाहिँ हिँड्दैछु है, हाम्रो जयराम दाइ र म। आज स्पेसली रमाइलो गर्ने छ है हामी चाहिँ है। धक्का लाएर पिकनिकमा होइन मस्ती गर्ने प्लान छ। हामीलाई चाहिँ एकदम कमेडी हुन्छ है, स्पेसली अलिकति रमाइलो नाचगान गर्ने, रमाइलो गर्ने होइन। एकदम सबैसँग मिलनसार व्यक्ति है उहाँ चाहिँ है। अझै अब हामी कहाँ जाँदै सोइङबाट साबेर निस्किने। साबेरबाट चाहिँ हाम्रो 21-22 गाडी हुन्छ त्यहाँ। हजुर। अब त्यहीँबाट नि अब छानेर पनि चलिन भइगयो नि होइन। ए ल दाइ र म चाहिँ आज मस्त घुमघाम प्रोग्राम छ है, वनभोज कार्यक्रम छ हाम्रो। त्यसमा अब अलिकति रमाइलो गर्ने छ। अब भिडियो कन्टिन्यू हेर्नु होला है। हामी चाहिँ अहिले सोइङतर्फ जाँदैछु ल। सोइङतर्फ लाग्दैछु होइन दाइ। कति टाइम लाग्दा यहाँबाट सोइङ पुग्नलाई? सोइङमा पुग्न यहाँबाट 4-5 मिनट होला। 5 मिनट ल, 5 मिनट हामी चाहिँ पुग्छौँ है। हजुरहरूलाई चाहिँ हामी फुटेज देखाइरहन्छौँ है, कन्टिन्यू गरेर हेर्नु होला भिडियो ल। हामी चाहिँ लाग्दैछ, अलिकति व्यस्त छ है हामी चाहिँ हतारमा। यो चाहिँ आज हाम्रो ताप्लेजुङ वनभोज कार्यक्रमको है बस चाहिँ यहाँ चाबेलमा अवस्थित रहेछ है। हामीले कल गर्दा चाहिँ चाबेलमा आउनुहोस् भन्यो, त्यही भएर हामी चाहिँ बस चढ्न गइरहेको छु है। हाम्रो जयराम दाइ चाहिँ उहाँ पर एकदम एमर्जेन्सी सर्ट परेर आयो भनेर जानुभयो है। म चाहिँ अब दाइलाई कुर्दैछु, अब हामी चढ्छु होला। लगभग प्यासेन्जर पनि अलिअलि हाम्रो 3 पनि छ है। अनि पक्ने एकछिन हामी दाइ जानुभएको छ। हुन्छ ए हुन्छ हुन्छ। उहाँ दाइ सर्ट परेर जानुभएको छ, त्यही भएर एकछिन गुरुजी है। हाम्रो दाइ टोयलेट जानुभएको थियो ल। आजको दिन चाहिँ हो। अब चाहिँ हामी हाम्रो पिकनिक स्पटतर्फ लाग्नेछौँ है। हाम्रो गुरुजी पनि रेडी हुनुहुन्छ यहाँ। ठ्याक्कै मिल्छ मलाई हिसाब।
ल हाम्रो भर्खर आइपुग्यो है यहाँनिर गाडी चाहिँ अलि यसो टेढो ढल्केछ कुना खाल्डोतिर चाहिँ हाम्रो वनभोज कार्यक्रमको एउटा गाडी चाहिँ अलिकति साइड दिँदाखेरि कुनातिर लागेछ है हल्का टेढो भएछ हाम्रो चाहिँ अब सबै टिमहरू चाहिँ हिँड्दै जानु छ यताबाट चाहिँ अगेस्ट फाइनली हामी चाहिँ आइपुग्यो है के अरे 13औं वनभोज है ताप्लेजुङ वनभोज कार्यक्रम होइन है अनि हामी चाहिँ भर्खर आइपुगेको छौँ चाहिँ अलिकति अब बिहानको स्न्याक्स सुरु भइरहेको छ है प्रोग्राम भइरहेको छ अब है हामी त्यसतर्फ लाग्दैछ है तपाईँको यस्तो ब्याकग्राउन्ड म्युजिक चाहिँ अलिअलि आइरहेको छ मान्छेहरूले चलपल सुरु भइरहेछ है अब खाजा खान गइरहेको छु है बिहानको स्न्याक्स मैले चाहिँ यहाँ लाइनमा छु दाइ चाहिँ लिनु हुनुहुन्छ यो चाहिँ चाहिन्छ भने दिदी बेलुका होइन यहीँ हो खाना पनि ए हस् हाम्रो दाइले चाहिँ लिँदै हुन्छ म चाहिँ एकछिन वेटिङमा छु दाइ लिएपछि मैले लिन्छु ल यहाँ पुरी तरकारीहरू है अन्डाहरू ल अब म सघाउनु म पनि देखाउँ है हाम्रो बहिनी मुसु मुसु हाँसेर म चम्चा लिने पछि थ्याङ्क यू बहिनी के सम्म म चम्चा लिन्छु खाजा मासु है हाम्रो दिदीहरू हुनुहुन्छ है सबैजना खाजा खाँदै हुनुहुन्छ भिडियो बनाएको मैले है पिकनिकमा आज हामी रमाइलो गर्न आएको छ सबैजना दाइ पनि हुन्छ उहाँ ल अब हामी चाहिँ सुरु कस्तो हुन्छ
चाहिँ वेदर अलिकति राम्रो भएन है, एकदम अलिकति पानी पर्ला जस्तो अवस्था भयो। वेदर अलिक धुम्म छ। पिकनिक आज चाहिँ अलिकति खासै रमाइलो चाहिँ होला कि नहोला भन्न सकिँदैन। घाम लाग्यो भने रमाइलो हुन्छ है। यहाँको भ्यू चाहिँ यस्तो छ है।